सो हेलो गाइज, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि हजुरहरू के गर्दै हुनुहुन्छ? म पनि बसिरहेको छु। अनि आज चाहिँ हामी बात खोलातिर जाँदैछौँ। सुरुमा काले म नारायण दाइ जाँदैछौँ बात खोलातिर। अनि सुरुमा चाहिँ हामी बतासे दुलोतिर जाँदैछौँ। हजुरहरू हेर्न सक्नुहुन्छ। अब हामी जाँदै गर्छौँ। हेर्नु, त्यहाँ ठुलो टावर छ सुरुमा। त्यहाँ माथि चाहिँ चिसो हावा आउँछ क्या, तपाईँहरूले नि देख्नुहुन्छ अहिले। अनि पोल चाहिँ कति ठुलो बनायो हेर्नु न। त्यहाँ चाहिँ अन्जन दाइहरू नि आउनुभएको थियो पहिला, अस्ति भिडियो बनाउनु भएको थियो। हामी पनि कस्तो छ भनेर अहिले गएको। त्यहाँ चाहिँ शीतल हावा थियो कि होइन। अनि यहाँ टावर बनाउँदाखेरि त्यहाँ यो वाललाई त्यहाँ कि उसले सब पुरिदिइसक्यो। अनि हामी चाहिँ गयौँ एकछिन। अनि बाटो कता हो अनि गएको थियौँ। नारायण दाइले देख्नु भएको रहेछ टक्कै। अनि हामी त्यहाँ पुग्यौँ एकछिन। अनि पुगिसकेपछि उकाल त्यो माथिको यो बान्दरले चढ्न सकेन। बान्दर चढ्न नसकेर अनि बल्ल चढ्यौँ। अनि चढेर अनि माथि पुग्यौँ। अनि चिसो हावा आउँछ त्यो तलबाटै। अनि अलिकति माथि उक्लियौँ। फेरि माथि उक्लिएपछि त झन् चिसो आयो है। अनि त्यहाँ एउटा गुफा छ कि, अहिले देख्न सक्नुहुन्छ। त्यहाँ म देखाउँछु है। त्यहाँ त यस्तो चिसो आयो कि त्यहाँनिर हेर्नु न। हो, त्यहाँबाट यस्तो चिसो आउँछ कि चिसो आयो। एकछिन हामी त्यहीँ बस्यौँ। अनि बसिसकेपछि एकछिन बस्यौँ हावा खाँदै गफ गर्दै नारायण दाइ र म। अनि त्यहाँपछि माथितिर गयौँ फेरि अलिकति। त्यहाँ झन् चिसो आयो कि। अनि एकछिन त्यहाँ बसेर अब बातसात गऱ्यौँ। अनि हामी अब बात खोलातिर जाने भनेर। हजुर, त्यहाँ फेरि हामी बसेर अनि हामी एकछिन हेऱ्यौँ राम्रोसँग। अनि त्यहाँपछि हामी बात खोलातिर तर्फ लागेर अनि त्यहाँ हेऱ्यो टक्क पारामा। अनि पसिना आयो कि मुखैभरि। नारायण दाइको पनि पसिना आयो। अनि हामी चाहिँ बात खोलातिर आयौँ। पानी चाहिँ अलिअलि आएको थियो कि तल। अनि आँपै थियो। त्यहाँ चाहिँ एउटा त्यहाँ आएको थियो कि, तपाईँले चाहिँ देख्न सक्नुहुन्न होला। मैले चाहिँ यहाँ देख्दै, यहाँ क्यामेराबाट त कहाँ देखिन्छ र होइन, देखियो। अनि हामी फेरि हिँड्दै बिस्तारै गयौँ। त्यहाँपछि एकछिन बस्यौँ। अनि फेरि आँप पायो एउटा। अनि त्यहाँ खायौँ क्या मैले। मिठो थियो, मिठो त अमिलो मिठो थियो होइन, गुलियो थियो। अब यता बात खोलातिरको आँप कस्तो हुन्छ र, अमिलो गुलियो त हुन्छ नि होइन। अनि खायौँ। अनि एकछिन बस्यौँ। अनि त्यहाँपछि बसेर त्यहाँ ठुलो हेर्नु झर्ना के, अहिले त्यहाँ नि हामी जान्छौँ होइन। अनि त्यहाँ देख्नु सक्नुहुन्छ टक्क पारामा। अनि आँप पायौँ। आँप नारायण दाइ मैले खोज्यौँ। अनि बस्यौँ। अनि खायौँ। अनि हेर्नु न, अहिले मेरो मुख पनि कस्तो हुन्छ। टक्क अमिलो नि थियो, गुलियो नि थियो। नारायण दाइले नि एउटा आँप त्यहाँ यस्तो खतरा थियो कि त्यो झन् नारायण दाइले। अनि मेरो मुख हेर्नु है कस्तो हुन्छ अहिले। अमिलो कि लास्ट हेर्नु न, गुलियो नि थियो, अमिलो नि थियो, कस्तो नि हो आँप है। अनि मेरो मुख चाहिँ बिग्रियो कि खतरा तरिकाले। अनि हामी आँप बाँडेर खायौँ। अनि एकछिन फेरि गफ गर्दै बस्यौँ, पानीमा खेल्यौँ। अनि बस्यौँ। अनि फेरि अरू भाइहरूले नि एउटा आँप खोजेर दिएको थियो कि हामीलाई। अनि खायौँ। अनि एकछिन बस्यौँ। नारायण दाइले हेर्नु त्यहाँ आँप देखाए। अनि हामी बस्यौँ। अब माथि बात खोलातिर जाने भन्थे, माथितिर। अनि गयौँ, दाइहरू नि आउनुभयो। दाइहरूसँग गयौँ माथि झर्नातिर। अनि एकछिन बस्यौँ, दाइहरूसँग गफ गऱ्यौँ। अनि राम्रोसँग दाइहरूसँग अनि बसेर दाइ म अनि नारायण दाइ तिनजना अनि गयौँ। अनि आँप लिएर गएको थियौँ। आँपसाम खायौँ। त्यहाँनिर बस्यौँ, झर्ना हेर्यौँ, शीतल भयो। अनि त्यहाँ बसेर आँपसँग अनि भिडियो बनायो। अनि टक्क पारामा अनि त्यो गऱ्यौँ क्या हामीले, के अरे टिकटकको लागि गऱ्यौँ, भिडियोहरू बनायौँ। अनि घरतिर फर्क्यौँ। आजको लागि चाहिँ यति नै। बाई बाई।